नमस्ते, तपाईँलाई चाहिँ अभिनव थापा च्यानलमा चाहिँ तपाईँलाई स्वागत छ। यहाँ चाहिँ एउटा डोमिनरको बाइक छ अनि यहाँ चाहिँ स्पोर्ट्स सुजुकी बाइक छ। यहाँ एप्रिल स्पोर्ट्स बाइक छ अनि यहाँ चाहिँ होन्डाको स्पोर्ट्स बाइक छ अनि यहाँ चाहिँ डुकाटीको स्पोर्ट्स बाइक छ अनि यो पनि होन्डाकै स्पोर्ट्स बाइक छ। कति महँगो छ नि गाइज यो। अनि यो होन्डा CRF पनि कति महँगो छ अनि यो पनि कति महँगो छ गाइस। यहाँ कति पुरानो होन्डा बाइक अनि यहाँ डुकाटी पनि छ स्पोर्ट्स बाइक अनि यहाँ NSX गाइस। यहाँ चाहिँ धेरै बाइकहरूको कलेक्सन छ अनि यहाँ डुकाटीको यो स्यारो बाइक छ अनि वहाँ आइरन के अरे सुपरम्यान छ अनि यहाँ स्पाइडरम्यान छ, स्पाइडर गर्ल छ यहाँ। अनि गाइस देखिसक्नु धेरै कलेक्सनको हेलमेटको कलेक्सन पनि देख्न सक्नुहुन्छ। अनि यहाँ बच्चाहरूले खेल्नेवाला त्यो कारहरू पनि छ, पुलिस कार, यहाँ बुगाटी अनि यहाँ बुगाटी सुप्रा अनि यहाँ फेरि सुप्रा अनि यो म चाहिँ यहाँ हजुरहरूलाई यो पुरानो होन्डाको बाइक देखाएर गइरहेको छु। आउनुहोस् हेर्नुहोस्। यो चाहिँ पहिलाको होन्डाको स्कुटी हो। सबसे पहिला चाहिँ यो बाइक बनाएको अनि यो स्कुटी बनाएको अनि यो बाइक बनाएको सबै लाइन बाई लाइन बनाएको। आउला होन्डाको यस्तो पनि बाइक छ। तपाईँले यामा बाइक पनि देख्न सक्नुहुन्छ। कति पुरानोवाला यामा बाइक। यहाँ चाहिँ धेरै महँगो वाला बाइकमा धेरै पुरानो पनि बाइक आएको छ। तपाईँ यही आएर भिजिट गर्न सक्नुहुन्छ। मेरो सबसे मनपर्ने हार्ली डेभिडसन नि यहाँ छ। आउनुहोस् हेर्नुहोस्, म चाहिँ यहाँ हार्ली डेभिडसन देखाउन गइरहेको छु। यसको गाइस इन्जन देखेछ त कस्तो खतरनाक अनि ट्याङ्की देखेछ त कति खतरनाक। गाइस अनि यहाँ चाहिँ होन्डा गाइस। यहाँ चाहिँ पुरानोदेखि महँगो बाइक आइरहेको छ गाइस। यहाँ चाहिँ हजुरहरूले सापको वाला हेलमेट पनि पाउन सक्नुहुन्छ गाइस। हजुरहरू चाहिँ यहाँ अफ्रिया ट्विन बाइक पनि देख्न सक्नुहुन्छ गाइस। हजुरले देखिसक्यो हेलमेट पनि कस्तो दामी देखेको रहेछ यहाँ। यहाँ चाहिँ हेलमेट पनि छ। साग पहिला चाहिँ CBR को यामा पनि देख्न सक्नुहुन्छ।